तेरो गुड मर्निङ। आज चाहिँ हामी धान झार्नु जाँदैछौँ खेतबारी। हेर्दै गर्नुहोस् होला मेरो ब्लग। साँच्चै नाना हुनुहुन्छ अगाडि। धानबारी जाने बाटो चाहिँ यस्तो खतरनाक छ है, खतरनाक। यहाँबाट लड्यो भने चाहिँ पुलुङ पुलुङ हो। अनि त यस्तो छ बाटो चाहिँ। यहाँबाट चाहिँ फुत्तै नाकेर हिँड्नुपर्छ। अर्काको बारी बारी कुद्दैछ, देवा लागेर जाने कि आगो ताप्नु थालिहाल्छ, फुच्छ त हो। धानबारी चाहिँ साह्रै टाढो। गाइस ओह्रालो बाटो जस्तो खत्तम छ कि हिँड्नु। हामी चाहिँ रोड आइपुग्यो। अब रोडदेखि चाहिँ ओह्रालो लाग्नुपर्छ। पापा चाहिँ अघि आएर पनि पर्खिनु भएछ। ऊपर हेर्दै जानुहोस् ल। पापा चाहिँ हेलो अङ्कल, गुड मर्निङ। आज चाहिँ हाम्रो खतरा धान झराइ हुन्छ है, हेर्दै गर्नु गाइस। पुग्यो अब यहाँदेखि ओह्रालो जानुपर्छ है, फेरि हेर्दै गर्नु। रोटी पा हुँदैछ जङ्गलबाट चाहिँ धानबारी जानु। बिजक भइसक्यो है, अब धानबारीमा गएर गर्नुपर्छ। गाइस धानबारी चाहिँ ऊ तल हेर्नुहोस् है। खेतलाहरू चाहिँ ओह्रालो हिँड्दैछ। बाटो चाहिँ यस्तो छ, हिँड्नुपर्छ ओह्रालो बाटो। यस्तो हिँड्नुपर्छ, लडिजान्छ फेरि। हेलो के भएर भाइ अघि ऊ चाहिँ रोनाल्डो है, रोनाल्डो। गाइस खेतबारी आइपुग्यो हामी। हेर्नुहोस् खेत चाहिँ यस्तो छ। बिसाउने चौतारा सबैजना खेतलाहरू। मेरो बाउ एक्टिङ हेर्नु, पैसा चढे त्यसै के खोज्नुहुँदैछ। लाई हुँदैछ ऊ यसरी बुटुलेर बिटा बनाएर मात्रै लानुपर्छ। नाना हत्तु भयो है। हो सक्छ नि, त्यसरी बुटुलेर ल्याउनुपर्छ। अनि यसरी बिटा बनाउनुपर्छ। धान झराइ चाहिँ यसरी हुँदो रहेछ। पापाले चाहिँ के काम गर्नुभएको? यता झारिँदैछ। धान चाहिँ यसरी झार्छ हेर्नु। हामी चाहिँ टिचाइ हुँदैछ हाम्रो चाहिँ। खेतबारीमा लन्च टाइम भयो हाम्रो चाहिँ। नाना खानाहरू मिठो भयो। बेना नाना मिठो भयो खाना। खाना जस्तो चाहिँ ऊ अङ्कल मिठो भयो है, एकदम रेडी। अब सक्ना थियो लास्ट। अब यति नै हो, बल्ल बल्ल सक्ना थियो लास्ट। अब यति नै हो, सक्ना आँटिसक्यो। अब अङ्कल चाहिँ एकदम प्रेसरमा छ तल। दुईजनाले त्यस्तो जिस्काएर छ अङ्कललाई चाहिँ। सुपर मजा आउँदैछ, रमाइलो धानबारी। हौ बाई 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 बाई। साथीहरू धान झारिसक्यो। अब आजको ब्लग यहीँ एन्ड गर्दैछु। अब नेक्स्ट पार्ट भोलि आउनेछ। थ्याङ्क यू फर वाचिङ।